नमस्कार, इन्फोटेक्स नेपालमा यहाँलाई स्वागत छ। आज त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट मिति 2082 असाढ महिना 16 गतेदेखि श्रावण 1 गतेसम्म सञ्चालन भएको मास्टर अफ बिजनेस स्टडिज MBS कार्यक्रमको फर्स्ट सेमेस्टरको परीक्षाफल प्रकाशित भएको छ। व्यवस्थापन संकाय डिनको कार्यालयको वेबसाइट tudoms.org मा यहाँहरूले गएर आफ्नो उत्तीर्ण परीक्षार्थीको रोल नम्बरहरू हेर्न सक्नुहुनेछ भने रिजल्ट लेजर मैले यसै भिडियोको डिस्क्रिप्सनमा समेत PDF फाइल राखिदिएको छु, त्यहाँबाट डाउनलोड गरेर पनि हेर्न सक्नुहुनेछ। त्यसको साथै उक्त परीक्षाको प्रत्यक्ष चित्त नबुझेमा परीक्षाफल प्रकाशित भएको मितिले 15 दिनभित्र पुनर्योग गर्न निवेदन दिन सक्नेछ। पुनर्योग गर्न चाहेमा आज मिति 2082 7 महिना 26 गते प्रकाशित भएको नतिजाको अनुसार 15 दिन भनेपछि मङ्सिरको 10 गतेभित्र तपाईहरुले निवेदन पेश गर्न सक्नुहुनेछ। रिटोटलिङको फारम पनि मैले यसैको डिस्क्रिप्सनमा राखिदिएको छु, यहाँहरूले त्यहाँबाट डाउनलोड गरेर सम्बन्धित खातामा प्रति विषय रु 500 को दरले डिपोजिट गरेर यहाँहरूले निवेदन पेश गर्न सक्नुहुनेछ। पेश गर्नको लागि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डिनको कार्यालयमा भौतिक रूपमा उपस्थित भएरै निवेदन दिनुपर्ने हुन्छ। यसै गरी त्रिभुवन विश्वविद्यालय फ्याकल्टी अफ ह्युम्यानिटिज एन्ड सोसल साइन्सेसको BCA ब्याचलर इन कम्प्युटर एप्लिकेसन्सको इन्ट्रान्स एक्जामको जुन 2082 7 महिना 22 गते लिएको प्रवेश परीक्षाको नतिजा पनि आज प्रकाशित गरेको छ। सूचना अनुसार 2082 मङ्सिर 14 गतेबाट कक्षा सञ्चालन हुने भएको हुँदा योग्यता क्रम अनुसार उत्तीर्ण विद्यार्थीहरूले 2082 मङ्सिर 10 गतेभित्र आफूले अध्ययन गर्न चाहेको क्याम्पस वा कलेजमा भर्ना गरिसक्नु पर्नेछ। BCA इन्ट्रान्स एक्जामको रिजल्ट सिट पनि मैले यसैको डिस्क्रिप्सनमा राखिदिएको छु, यहाँहरूले त्यहाँबाट पनि हेर्न सक्नुहुनेछ भने सम्बन्धित डिन कार्यालयको वेबसाइट tufohss.edu.np मा समेत गएर हेर्न सक्नुहुनेछ। धन्यवाद।